1, 2, 3. ल कस्तो seriously. No, no, 1, 2, 3. Hi everyone, welcome back to my channel. It's Minika Chan here. If you don't know me or you're watching me for the very first time, myself Nisutesa here, and it's day 2 of Chitwan Saraha. Honey, I see you looking. Hi guys, it's day 2 in Chitwan. मास मगर चाहिँ खतरा होइन हजुर मास मगर खतरा मान्छे खाने ओर्ने त्यो जनावर खाने चाहिँ मास मगरले हो यसले हामी फेरि जिपमा उता क्याम्पिङ गर्न जान लागेको हो अर्ली इन द मर्निङ। कति बजी बिहानको मेरो हाई भयो त मेरो भिडियोमा पनि के हाई गर्नुपर्छ तिमीलाई उसले उसको चाहिँ हेबिटै हो यसरी हाई गर्न आउँछ उसलाई आयो मलाई यस्तो लिक लिकवाला कस्तो भइरहेको कस्तो लिगवाला यो के यो बाटो लिक हल्लाउने ढिकी चाहिँ भन न हामी चाहिँ मात्र हो क्यान्टिनको लागि चिसो भयो मात्र चिसो भयो पानी खान आउँछ क्याब झर्छ मेरो क्याब किन झर्छ तिम्रो झर्दैन मेरो लुज छ कि टाइट गरिदिनु पर्छ आज चिसो भयो जाडो भयो भन्दाखेरि यो गाडी अनि यो बरियो यस्तो भयो म लड्दिनँ कस्तो पेट दुख्यो मलाई म रातभरि हट ब्याग लिएर सुत्थेँ छैन म कहिले सुतेको होइन हजुरले पहिला नै गर्नुभएको थियो क्यानोइङ किन गर्नुभएको किन गर्नुभएको हामी चाहिँ अब जाँदैछौँ क्यानोइङतर्फ बिहान बिहान चाहिँ एकदम पिसफुल भाइब आइरहेको जङ्गलमा हिँडेर अगाडि हो यस्तो गाह्रो भइरहेछ तर केही छैन होइन अब 3 दिन त हो यो चाहिँ मेरो फर्स्ट टाइम हो मेरो चाहिँ पनि फर्स्ट टाइम नै हुन्छ यार कहाँ जानु लागेको हेलो एक्सक्युज मी यस्तो स्वाग देखाएर पुरै टक 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 लाएर हुन्छ Are you excited, buddy?
सक्छ चान्सेस छ यहाँले मगायो भने एट्याक त गर्दैन नि त्यसो भइदा ठिक छ यो चाहिँ रुखले बनायो अरे बाहिरबाट प्लास्टिक लगाएर अनि हामी जाने खोलाको नाम टुङ्ग्रे खोला हो गयो 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 यति नजिक छ पानी हजुर यो खोला चाहिँ तपाईँको चुरे पहाड भन्ने महाभारत भन्ने ठाउँबाट आएको यो चाहिँ हजुर चुरे पहाडको बिचबाट चाहिँ मुड फुटेर आएको खोला है यो चाहिँ जाडोमा चाहिँ मन तातो हुन्छ पानी बिहान घाम लाग्दै गर्दा चिसो हुने के चाहिँ उक्कु साई उक्कु साई यस्तो अब हरी घाँस लगाएर जाडोमा यस्तो खाना छ सबको भित्रको अहिले चाहिँ हरी घाँस छ कस्तो आनन्द हो के होला उडपिका यो चाहिँ पाल पार्छ गाछमा अँ हिमालयन गोल्डन ब्याग उठेर लान्छ हो त्यहाँ अँ वाह उड्यो यो हल्यो भने डुब्छ घाटे बेलामा सेट हुन्छ नि त पानी झर्दैन त्यो चाहिँ कहाँ भित्र छ बाहिर आउँदैन They are patrolling the jungle. Sometimes they are walking, sometimes they use a bicycle. In case they want to go deep in the jungle, that's time they are using petrol and the oxygen. माता पक्रियो अलि धेरै आयो भने नि माछा Yellow color, two of them.
लामो भएर गाह्रो भयो। They don't like dark skin people. रुक न। हामीले जस्ट 1 हर्न राइनो देख्यौँ हिजोको बेला सुतिरहेको रहेछ। हिजो त पुरै जङ्गली टाइपको उमा थियो, डुई 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 गर्दै हिँड्दै थियो। आज चाहिँ मस्त सुतिरहेको रहेछ घाम ताप्दै। अब चाहिँ हामी यहाँबाट हिँड्छौँ, हिँड्दै जान्छौँ। हजुर के भयो? यस्तोमा आउनु पर्ने हो कि बाघ, यस्तो घाँसहरूमा। दाइ अब हाइक गरे जस्तो भयो। यस्तो किन हाइक? यो चाहिँ हाम्रो राजाको पालोदेखि थियो अरे यस्तो घरहरू। अघिनाको घर हामीले जुन त देख्यौँ। अरूभन्दा पनि चराहरू देख्यो, थरी थरीको किङफिसर, कर्बुरेन्ट, के कोबर भन्ने, अनि के अरे के थियो नाम कर्मुरेन्ट भन्ने है, कर्मुरेन्ट त्यो। अनि अरू के बस्छ यहाँ भनेर थाहा हुँदैन, त्यहाँ गएर बस्छ। अमेरियन बढी बाघ निस्किन्छ त्यहाँको थाहा हुँदैन। हामी त्यहाँ हुँदै जाँदैनौँ, हामी त्यो ठाउँमा जाँदैनौँ हामी तपाईँसँग समय नै कम छ। तपाईँ अहिले हिँड्दा हिँड्दा देख्न सक्नुहुन्छ, कुनै भर हुँदैन जग्गामा। आउनु नि हौ, यस्तो मान्छेले बोलाउँदा त फेरि देख्यो भने फेरि डराउला नि, फेरि डराएर भाग्यो भने फेरि आउँछ। हेर्नु मलाई जमाउँदैन होला हौ, अगाडि आयो भने नि जति हो। भाग्यो भने के गर्दैन नि त बाघले। यसरी अब अगाडि आएर होइन त बाघसँग आई कन्ट्याक्ट गर्नुपर्छ बस। किन आई कन्ट्याक्ट गर्नु के हुन्छ? ऊ पनि डराउँछ कि, उसलाई पनि लाग्छ यो पनि मेरो टक्करको भनेर। भागो भने त सिधै थप्डिन आउँछ डाइरेक्ट। त्यही त झन् आउँछ त्यसो हेरेर बस्छु, त्यसो भए आई कन्ट्याक्ट मात्र गर्छु। फेरि आई कन्ट्याक्ट गरेर ल फर्स्ट टाइम बडी ल्याङ्ग्वेज पढ्छ क्या बाघले, मान्छेको बडी ल्याङ्ग्वेज। तिमी त जसको पनि बडी ल्याङ्ग्वेज पढ्छ बाघले। मलाई एकपल्ट खेदाएको छ नि, पहिला म चितवन काम गर्थेँ नि, त्यही पनि म गइहाल्दिनँ होइन। पछाडि त घुर 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 गरौँ है, सिधै आयो नि भाग्यो। भागेको भने जिगज्याग 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 गैडासँग त फेरि जिगज्याग भाग्नु पर्छ। किन सिधा भाग्नु हुँदैन, गैडा सिधा कुद्छ, जिगज्याग कुद्नु सक्दैन। हेरेछ हेरेछ त्यस्तो फेराकट्टो फेरेर छ। कसरी हजुर कसरी स्मेल अर्कै हुन्छ नि त बाघ। यत्रो नि टाढोसम्म आउँछ र? आउँछ नि है। हो हामी अब जङ्गलमा काम गर्ने गाईहरूलाई त सबै जान्छ, गैडाको स्मेल, बाघको स्मेल। त्यस भए त्यो स्मेल आउनु नि।
हजुर केही देखेन देखेन है बाघहरू भालु पनि भेटेन केही भेटेन अनि त्यो अरू त्यो राइनोहरू त हामीले बाहिरै आएर देखेको हौ त्यो हात्ती हेर्न जान्ला बेला गैँडा त्यो भेटेन है अहिले जङ्गल बाघ गर्दाखेरि धेरै देखिन्छ है आलहरूमा गएर चेक गर्ने हो आलमा गयो भने 20-25वटा 30वटा हुन्छ हो अहिले यतिखेर गैँडा धेरै एग्रेसिभ हुन्छ नि हरियो घाँस खाएको अस्ति आर्मीलाई हान्न आउँदाखेरि आर्मीले मारेछ नि त गैँडा सुन्नु भयो होला आर्मीले गैँडालाई मारे मारेछ नि भन्न आउँदा होला कसरी मार्यो गोली हान्ने ए अब मार्न यस्तो एग्रेसिभ भएको बेला अन्त सेद्धै आउँछ नि त गाडा खासै अब मार्न पाइँदैन होइन अब के हुन्छ अब त्यो पनि अब आफूलाई बचाउनु पऱ्यो अनि गर्दैन यहाँ त ज्यान जाँदा हुन्छ मार्न हुँदैन भन्ने हो क्या खास त्यस्तो हुन्छ हो र किन त्यस्तो चाहिँ मूल्य हो नि त एकदम त्यो त हो खुट्टा अब आत्तिर खुट्टातिर हान्ला होला अँ अस्ति नै त्यो हात्तीले मारेको तपाईँलाई थाहा होला नि माकुनालाई नि ए त्यो हात्ती मैले त्यो भिडियो चाहिँ हेरेँ अनि यता नेग्रो टिप्न जाँदाखेरि बाघले आइमे पनि खाएको थियो यही हो यही हो उतै होइन यही जग्गामा उति हो र हो त अनि अब चाहिँ डर लाग्यो के अरे बाघको नाम घन्टा के घन्टाउके बाघ त्यतिखेर सबै सौराको रोडमा राति जङ्गलै हात्ती हुन्छ नि कत्रो साउन्ड बनाउँदै हुन्छ रोलान्ड आउँछ नि त रोलान्ड अहिले छ उता दुई किलोतिर आउँछ हात्ती आवाज सुन्नु पनि यहीँ आयो जङ्गलबाघ तिनले सो हाम्रो चाहिँ आजको क्यानोइङ र जङ्गल वक यति नै थियो हामी चाहिँ लक्कीली राइनो मात्रै हेर्ने लेखेको रहेछ हाम्रो भाग्यमा राइनो चाहिँ हिजो पनि देख्यो हिँडिरहेको कस्तो मजाले सिनेमेटिक टाइपको हुन्छ नि थ्रिलिङ टाइपको के अनि आज चाहिँ मस्त सुतिरहेको घाम तापिरहेको कस्तो क्युटवाला साइड देख्यौँ मस्त सुतिरहेको थियो तर त्यसलाई भिजायो भने चाहिँ फेरि हामीलाई गाह्रो हुन्थ्यो चितवनको भ्रमण पनि सकियो त्यसले अब नेक्स्ट टाइम होपफुल्ली नेक्स्ट टाइम वक जानुपर्छ कहाँ? अर्को त डायरी कहाँ वक जाने जङ्गल वक सफारी Okay. नजाने अब सफाइ त म पनि नजाने झ्याउ लाग्दो त्यही हो आज अब आज हेर्दा कस्तो पिसफुल घुम्नलाई पनि आनन्द जनावर पनि हेर्न बाहिर हिजो त हल्ला गरेर हो त्यो होइन त्यो मान्छे जुन बाटो आयो नि 2 मिनट अगाडि बाघ भेटेर रहेछ त्यो कता जुन बाटो आएको हामी अनि कता हामीले देखेन त कहाँ बसिरहन्छ त कसले जसको भाइ उसले देख्ने हुन् कसले देख्यो गाडीवाला जिप सफारी ला हो ए हामी बिस्तारै आउनु पर्ने रहेछ कस्तो हो र छिटो ढिलो आइएछ हामी छिटो आएको पनि बाघले अब त झन् कस्तो छिटै पुगेन के गर्नु 2 मिनट भने अब त्यो कम हो आकांक्षाको गीत एउटा क्यापुचिनो एउटा अमेरिकानो गर्दैन आकांक्षाको गीत के गर्नु त हामी तेरो आएको थियो Working overtime was normal and she often rushed back late. भिडियो गरेर सिरियसली
मैले हावा जस्तो एउटा ध्यान खाएको त मजा भएन यार फ्रुट खानुपर्छ तँ खेलाउनु होइन म खाने खेलाउने नौ मायाले भइरहेको All of this started a few days ago with the hardworking woman who had been loyal for 6 years, and if not, broke down. Acting buddy. Was completely ruined. ब्रेड लिन्छ बटर लाउँछ तर यो टोस्ट मजाले भएको होइन यो चाहिँ मैले गरेँ होइन जाम लाउँछु जामलाई पुरै मजाले ब्रेडभित्र पहिला थाहा छ मलाई यो ब्रेड हेरेँ के देखाएको हुन्छ त्यो डोरेमोनको एउटा एपिसोडमा होइन त्यो नोबितालाई त्यो पढ्न अलिक कमजोर छ नि त अनि यस्तो ब्रेडमा लेखेर त्यो डोरेमोनले त्यो मेसिन हुन्छ नि लेखेर अलिक खुवाउँथ्यो कि सबै त्यसले याद आउँछ तिमीलाई पनि त्यस्तो गर्नु टोइलेट सब ब्रेड सब पोलेर खायो अरे एक्जाममा आलु अरे उसको भाग खाइसकेपछि मेरो भाग पनि खाइरह चाहिँ खाएछु यस्तो यसरी बाइट लिन्छ हामी है अब चाहिँ हाम्रो चितवनको भ्रमण सकिएको छ अनि अब फेरि घर जानुपर्ने हुन्छ अनि हामी हाम्रो रुमलाई भाइ भन्छौँ अनि अब निस्किँदैछ अब हामी यहाँबाट डाइरेक्ट काठमाडौँ गएपछि म भ्लग गर्छु अनि त्यही हो Thank you so much guys for watching this video till end. If you do like this video then don't forget to like, share and subscribe to my channel. उसले त हस भनिसक्यो हजुरले गरिदिनु ल